हाम्रोतिर चाहिँ मकैबारीभित्र कोदो रोप्छ नि त, तर आज चाहिँ हामीले यहाँनिर बाँझोमा कोदो रोप्यौँ। अनि हामीले चाहिँ के कारणले यो बाँझोमा कोदो रोपेको हो त भनेर चाहिँ तपाईँहरूले थाहा पाउनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। हेलो एभ्रिवान, वेलकम माई मिनी ब्लग। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। अनि आज चाहिँ यहाँनिर कोदो रोप्नको लागि यहाँ हाम्रो काकी र म चाहिँ बिउ बोकेर जाँदैछौँ। अनि यहाँनिर चाहिँ सबै मकै बारी हो नि त, तर अहिले चाहिँ मकै सबै मरेर चाहिँ यहाँनिर सबै बाँझो भएको छ। अनि मकै चाहिँ हल्का अलिअलि मात्रै रहेछ नि त। अहिले चाहिँ हामी सबैजना भेला भएर चाहिँ यहाँनिर कोदो रोप्दैछौँ नि त। अनि आज चाहिँ हामी रोपार चाहिँ 6 जना, अनि 2 जना बाउसे अनि 2 जना चाहिँ बिउ खोल्दै हुनुहुन्छ। अनि यहाँनिर आज चाहिँ हामी चाहिँ सबैजना भएर यहाँ दिदीहरूको चाहिँ कोदो रोप्दैछौँ। अनि कोदो चाहिँ आज यसरी बाँझोमा रोपिरहेको छौँ नि त। अनि यहाँनिर एक गरा सकेर चाहिँ माथिल्लो गरा पनि यहाँनिर 2 जना चाहिँ पुरै खनेकै हुनुहुन्छ। अनि हामी चाहिँ यता रोपार हामी सबैजना भएर चाहिँ यहाँ रोप्दैछौँ। हाम्रोतिर चाहिँ अहिले चाहिँ धमाधम कोदोको पुरै सिजन चलिरहेको छ। अनि आज बिहान मेलो लाग्ने बेलामा चाहिँ पानी पर्न लागेको थियो नि त। अनि अहिले चाहिँ पानी पनि परेको छैन, अनि घाम पनि लागेको छैन। अनि आजको दिन चाहिँ एकदम शीतल भइरहेको छ। अनि बाँझोमा कोदो रोप्नुको कारण के हो त? अनि यो बारीको मकैहरू चाहिँ सबै के भएर मरेको हो त? म तपाईँहरूलाई म भन्दछु कि अनि यो मकै बारीहरू चाहिँ पुरै हुन्थ्यो नि त पोरुदी चाहिँ। यो साल चाहिँ के भएर मरेको भने चाहिँ तपाईँहरू यहाँ देख्न सक्नुहुनेछ, यो खुम्ले किरा कारणै यही हो। यहाँनिर मकै यस्तो राम्रो हुन्थ्यो, तर अहिले चाहिँ यो साल चाहिँ यो खुम्लीले गर्दाखेरि चाहिँ सबै मकै चाहिँ चिल्लै पारिदिएको छ, तपाईँहरू देख्न सक्नुहुनेछ। अनि हामी चाहिँ यसरी यहाँनिर बाँझोमा कोदो रोपिरहेको छौँ। अनि अहिले चाहिँ यहाँनिर चिया पनि आइसकेको छ, अनि हामी चाहिँ चिया खाँदैछौँ। अनि यो खुम्ली किरा चाहिँ यस्तो खतरनाक किरा हो नि, यसले चाहिँ फलफुल हुँदी अनि यसरी अन्नबाली हुँदी लाग्यो भने चाहिँ केही पनि राम्रो हुँदैन क्या, सबै यसरी नै मरेर जान्छ। अनि आज चाहिँ हामीले यहाँनिर बाँझोमा कोदो रोप्दै गर्दाखेरि चाहिँ एकदम सजिलो भइरहेको छ हामीलाई चाहिँ होइन। अब मकैबारीमा चाहिँ अलिकति अप्ठ्यारो हुन्थ्यो नि त, तर हामीलाई चाहिँ बाँझोमा चाहिँ अलि सजिलो भएको छ नि त। अनि हामी चाहिँ यहाँ कोदो रोपेर आज चाहिँ दिउँसोको हाम्रो चाहिँ खाजा खाने बेला पनि भइसकेको छ। अनि हाम्रो खाजामा रहेको छ थुक्पा। अनि यता चाहिँ हामी खाजा खाएर फेरि पनि यहाँनिर मेलोमा आइसकेको छौँ। अनि यता बाउसेहरू खनेकै छ। अनि यहाँनिर मेलो अलिकति नपुगेर हामी चाहिँ बसिरहेको छौँ त, आधी चाहिँ रोप्दै हुनुहुन्छ अनि हामी चाहिँ बसिरहेको छौँ। अनि यता दाजुभाइहरू चाहिँ मेलो पनि मिलाउँदै हुनुहुन्छ नि त, किनभने अब अलिकति मेलो नपुगेको कारणले पनि। अनि यहाँनिर हाम्रोतिर चाहिँ मेलो छोड्ने बेला पनि भइसकेको छ भन्दै आजको मेरो भिडियो चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ।